धन्यवाद। कार्यक्रम सञ्चालिका कर्मचारी मित्र अमित राईजी, आजको यस गोल्ट्याप सहकारी संस्थाको 29औं वार्षिक साधारण सभाका प्रमुख अतिथि हाम्रो सोलु दुधकुण्ड नगरपालिकाका नगर प्रमुख नामिदल जाम्बु शेर्पाज्यू, त्यस्तै यस सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष टङ्कबहादुर कार्कीज्यू, यस सिंहकाली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्र खड्काज्यू, त्यस्तै श्री सिंहकाली महिला कृषि सहकारी संस्थाका अध्यक्ष प्रमिला कार्कीज्यू, नवलाली गुराँस कृषि सहकारी संस्थाका अध्यक्ष तथा यस गोल्ट्याप सहकारी संस्थाका सल्लाहकार नवलाल कटलज्यू, त्यस्तै हाम्रो गोल्ट्याप सहकारी संस्थाका आदरणीय सल्लाहकार दिपबहादुर कार्कीज्यू, आदरणीय सल्लाहकार छत्रबहादुर कार्कीज्यू, छत्रबहादुर बस्नेतज्यू र यस गोल्ट्याप सहकारी संस्थाको आमन्त्रणमा स्वीकार गरी पाल्नुभएका हाम्रा टिमुरबोटे शहीद स्मृति सरकार समाजका अध्यक्ष केशवबाबु थुलुङ राईज्यू र यस गोल्ट्याप सहकारी संस्थाका सम्पूर्ण कार्य समितिका कोषाध्यक्ष सचिव र सम्पूर्ण गोल्ट्याप सहकारी संस्थाका यहाँ उपस्थित भएका तमाम सियर सदस्यज्यूहरू, आज हामी यस मञ्चमा म यो सहकारी संस्थामा आबद्ध भइसकेपछि 6औं वर्षमा म यहाँहरूको अगाडि उपस्थित भएर एउटा प्रतिवेदन राख्न लागिरहेको छु। आज हामी 6औं वर्षमा प्रवेश गर्दै गर्दा गोल्ट्याप सहकारी संस्था हिजो हामी जुन ठाउँबाट जुन धरातलमा उभिएर अथवा जहाँबाट स्टार्ट गरेका थियौँ, आज 6औं वर्ष गर्दाखेरि आज हामी गोल्ट्याप सहकारीले एउटा राम्रै छलाङ मारिसकेको अवस्था छ। एउटा आर्थिक हिसाबले एउटा सहकारी संस्थाको हुनुपर्ने फन्डामेन्टल बेसिक कुराहरू के हुन् त्यसलाई मेन्टेन गर्दै गर्दा सम्पूर्ण तमाम सेयर सदस्य धनीहरूको इच्छा आकांक्षा तथा यो एउटा सहकारी संस्थामा जोडिएर हामीले गर्न सक्ने हाम्रो नीतिगत सहकारी संस्थाले के गरियो, के उद्देश्यका लागि यो गोल्ट्याप सहकारी संस्था यो इस्टाब्लिस भएको र के का लागि हामी काम गर्छौँ भनेका थियौँ, त्यो हिसाबमा हामीले निर्णय गरेका हाम्रो नीतिगत रूपमा व्यवस्था गरेका हामीले अङ्गीकार गरेका पोलिसीलाई हामीले कार्यान्वयनको चरणमा आज 6औं वर्ष प्रवेश गरेका छौँ। हामी गोल्ट्याप सहकारी संस्था तिङ्लामा वडामा सीमित भएको अथवा 2052 सालमा तत्कालीन तिङ्ला गाविस अन्तर्गत सुरु भएर अहिले हामी दुधकुण्ड नगरपालिकामा प्रवेश गरिसकेपछि हामी तिङ्लाभित्र मात्र नआएर सम्पूर्ण गोल्ट्याप सहकारी संस्था सोलु दुधकुण्ड नगरपालिका भित्र काम गर्नुपर्छ र गोल्ट्याप सहकारी संस्थाले त्यो क्षमता राख्नुपर्छ। किनभने गाउँको समृद्धि विकास र गर्ने भनेको यस्तै किसिमको गाउँघरमा विकास भएका र गाउँघरकै स्थानीय जनताले सञ्चालन गरेका यस्तै सङ्घ संस्थाबाट मात्र सम्भव छ। किनभने यहाँ सञ्चालक पनि यही स्थानीय सञ्चालकका यो संस्थाका सदस्यहरू पनि स्थानीय भएको हुनाले एकअर्काको साथमा साथ हातमा हात र सहकार्यमा हाम्रो आवश्यकता के हो, हाम्रो के का लागि काम गर्ने भन्ने हाम्रो सामूहिक इच्छा उद्देश्य र पहिचानको लागि काम गर्ने भएको हुनाले यो सम्भव छ भन्ने हामीले तदनुरूप छ। हामी आइसकेपछि क्रमिक रूपमा आज हामी दुधकुण्ड नगरपालिकाभरि काम गरिरहेका छौँ र आज हामी दुधकुण्ड नगरपालिकाभरि काम गर्दै गर्दा आज हामीले एउटा यहाँ समक्ष प्रतिवेदन राख्नुभन्दा म यहाँहरूलाई के एकचोटि यस मञ्चबाट के हार्दिक अभिनन्दन गर्न चाहन्छु भने यस गोल्ट्याप सहकारी संस्थाले हिजोको दिनमा जुन उद्देश्य राखेर यो गोल्ट्याप सहकारी संस्था स्थापना गर्नुभयो, जुन उद्देश्यलाई हामीले त्यसपछिका दिनमा मात्र हामी जोडिएको हुनाले सर्वप्रथम 2052 सालदेखि हामी 75 सालसम्म आइपुग्दाखेरि यो गोल्ट्याप सहकारी संस्थाले जो सारथी भएर सम्पूर्ण जसरी यो सहकारी संस्थालाई त्यहाँसम्म लिएर आउनुभयो, ती तमाम सम्पूर्ण संस्थापक सञ्चालकज्यूहरू तमाम सेयर सदस्यज्यूहरू र यस गोल्ट्याप सहकारी संस्थालाई सञ्चालन गर्नको लागि यो सहकारी संस्थालाई सफल सञ्चालन गर्नको लागि नियामक निकायको हिसाबमा सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 11 लगायत सम्पूर्ण सरकारवाला सम्पूर्ण सङ्घ संस्था तथा जनप्रतिनिधिज्यूहरूलाई म हार्दिक नमन तथा अभिनन्दन व्यक्त गर्न चाहन्छु। आज यहाँहरूकै कारणले यहाँहरूकै सहयोगले यहाँकै सद्भावले आज यो सम्भव भएको छ, त्यसकारण उहाँहरूलाई हामीले हार्दिक नमन गर्नैपर्छ। आज गोल्ट्याप सहकारी संस्थाले विगतमा जस्तै हामीले जुन नीति अङ्गीकार गरेका छौँ, जुन हामीले काम गर्छौँ भनेर
हामीले हाम्रो कार्य समितिमा छलफल गरेर साधारण सभाबाट अनुमोदन गरेर जुन नियमावली जुन कार्यक्रमहरू पारित गरेका छौँ त्यो कार्यक्रमहरू हिजो विगतदेखि हामी सुरु गर्दै गर्दा आजको दिनमा हामीले सधैँ नयाँ नयाँ कार्यक्रम त हुन सक्दैन, तिनै कार्यक्रमलाई हामीले निरन्तरता दिइरहेका छौँ र त्यही निरन्तरताका स्वरूपमा हामीले कतिपय नयाँ नयाँ कार्यक्रम पनि थप गरिरहेका छौँ भने कतिपय कार्यक्रमहरू पुरानै कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। संस्था भनेको सधैँ नयाँ कार्यक्रम ल्याउन सकिँदैन, किनभने हाम्रा आवश्यकता, हाम्रो धरातल, हामीले पहिचान गरेका मुद्दाहरू हामीले सामाजिक रूपमा समाजमा गर्नुपर्ने के हो, यिनै कुराहरू लगभग यिनै कुराहरू हुन सक्छन् र यिनै कुरालाई निरन्तर दिनुपर्ने हुन्छ। एक साल गरेर मात्र केही हुँदैन, यसलाई निरन्तर दियो भने हामीले राखेको लक्ष्य हासिल हुन सक्छ। हामीले जे गर्ने भनेको त्यो किसिमको एचिभमेन्ट, त्यो किसिमको एउटा आउटकम चाहिँ हामीले हाम्रा सेयर सदस्यलाई दिन सक्छौँ भन्ने हिसाबले हामीले विगत वर्षदेखि नै हामीले हाम्रो गतिविधिलाई चाहिँ कन्टिन्यू निरन्तर दिइरहेका छौँ। गोटाइम सहकारी संस्थाले हामीले विगतमा जस्तै सेयर सदस्यलाई राहत कोष, कर्जा लगानी, असल ऋण प्रोत्साहन कार्यक्रम, बचत सङ्कलन, रोजगारीका अवसरहरू सृजना गर्ने, स्थानीय कृषि उद्योगको लागि कृषि बजार सञ्चालन गर्ने र स्थानीय कर्ता सङ्घ संस्थालाई विभिन्न सामाजिक र शैक्षिक गतिविधिहरूमा हाम्रो आर्थिक बलबत्ताले भ्याएसम्म सहयोग गर्ने, असहाय तथा ज्येष्ठ नागरिकलाई सम्मान तथा उहाँहरूलाई सम्झिने यो नागरिकका सदस्य, यो नागरिकको अभिभावक हुनाले उहाँहरूलाई पनि गोटाइम सहकारी संस्थाले सम्झने यी कार्यक्रमहरू विगतै गरिरहेका छौँ र यो सालमा हामीले यी बाहेक अरू थप हामीले के कार्यक्रम नयाँ सुरु गरिरहेका छौँ भने हामीले यो गोटाइम सहकारी संस्थाले यहाँको स्थानीय स्तरको अथवा सोलु दुधगढ नगरपालिकाभित्रको मेन प्राइम व्यवसाय भनेको के हो भने हाम्रो कृषि त पशुपालन व्यवसाय नै हो। हाम्रो यहाँको जनसङ्ख्याको लगभग 80-90% भनेको हामी कृषि तथा पशुपालन व्यवसायमा आश्रित भएकोले हामीले गर्नुपर्ने र हामीले गर्नै पर्ने र कार्य भनेको चाहिँ कृषिसँग सम्बन्धित कृषिलाई व्यवसायीकरण गरिकन धेरैभन्दा धेरै यहाँका स्थानीय जनताहरूलाई, हाम्रा सेयर सदस्यलाई स्वरोजगार सृजना गर्ने हो। त्यो स्वरोजगार भनेको एकजना दुईजनालाई रोजगार दिएर मात्र हुँदैन, हामीले कृषिलाई आत्मनिर्भर बनायौँ, कृषिलाई व्यवसायीकरण गऱ्यौँ भने त्यसबाट नै सम्भव छ, प्रत्येक घरका सदस्यले रोजगारीको अवसर पाउँछ भन्ने हितले हामी विगतदेखि नै हामी कृषिमा काम गरिरहेका हौँ। त्यसको प्रभाव हामीले 2075 सालमा यस तिङ्लाभित्र यो रमिते बजारमा कृषि सहकारी हाट बजार हामीले निरन्तर रूपमा सञ्चालन गरिरहेका छौँ। त्यसबाट लगभग हामीले 300-400हरूलाई चाहिँ प्रत्यक्ष अप्रत्यक्षमा हामीले रोजगार सृजना गरिरहेका छौँ भने हामीले त्यस बजारबाट चाहिँ कतिपय साथीहरूलाई, कतिपय सेयर सदस्यलाई एउटा व्यावसायिक हुनलाई पनि यसलाई प्रोत्साहन गरिरहेको छ। त्यसकारण यसले पनि हामीलाई चाहिँ यो गोटाइम सहकारी संस्थाले कृषिको सम्बन्धमा काम गरिरहेको छ। यो सँगसँगै यो सालबाट हामीले चाहिँ कृषि उद्योग तथा कृषि सहकारी मन्त्रालय कोशी प्रदेश सरकारसँगको सहकार्यमा हामीले चाहिँ कृषिका उत्पादनहरूलाई मार्केटिङ गर्ने र पशुपालन व्यवसायलाई सम्बन्धित रहेर हामीले 4% आर्थिक अनुदानमा 4% ब्याज दर अनुदानमा यहाँहरूलाई कृषि ब्याज दर कार्यक्रम अन्तर्गत यहाँहरूलाई कर्जा लगानी गरिरहेका छौँ र मैले हाम्रा कर्मचारी मित्रहरू मार्फत ल जानकारी पनि पठाइसकेको छु। सार्वजनिक सूचना पनि तपाईँहरूले एफएमआरमा बजिएको सुनिरहनु भएको छ होला। कृषि ज्ञान केन्द्रले यसको बारे सूचना पनि सम्प्रेषण गरिरहेको छ र मैले योभन्दा अगाडि हामीले केरुङमा साधारण सभा गर्दा त्यहाँका स्थानीय कृषकहरूलाई पनि यो जानकारी मैले सम्प्रेषण गरिसकेको छु। त्यसै सल्लेरी पनि यो कुरा जानकारी गरिसकेको छु। यहाँलाई यो सूचना कतिको जानकारी छ, त्यसकारण तमाम सेयर सदस्यहरूलाई चाहिँ म के अनुरोध गर्छु भने यहाँले कृषि व्यवसाय गरेर आफूलाई सबलीकरण गर्नुहुन्छ, आर्थिक हिसाबले यो व्यवसायलाई चाहिँ व्यवसायीकरण र सबैको लागि अब यहाँ गाउँमा बस्ने वातावरण सृजना गर्न सकिन्छ भन्ने हेतुले हामीले यो कार्यक्रम गर्ने जम्मको गरेको हुनाले यहाँ तमाम सम्पूर्ण कृषक साथीहरूलाई हामीले यस गोटाइम सहकारी संस्थाका सेयर सदस्यज्यूहरूलाई चाहिँ यस कार्यक्रममा सहभागी भएर यहाँले पनि यो कार्यक्रमबाट बेनिफिट लिनलाई, फाइदा लिनको लागि म हार्दिक अनुरोध गर्छु। त्यसकारण हामीले यो असार 15 गतेसम्मलाई यो कार्यक्रम यहाँहरूलाई लगानी गर्छौँ 4% ब्याज दरमा। त्यो 4% ब्याज दर भनेको आजको हिसाबले यहाँहरूलाई धेरै नै सरल ब्याज दर हो। त्यसकारण यसको लागि अनुरोध गर्छु। यो हामीले एउटा नयाँ कार्यक्रम हामीले सुरु गरेका छौँ। यहाँहरू तमाम सम्पूर्ण सेयर सदस्यको हितको लागि, यहाँको जीविकोपार्जनमा सुधार गर्नको लागि, यहाँको आर्थिक हिसाबमा कहीँ न कहीँ टेवा दिने उद्देश्यले यो कार्यक्रम गरेका छौँ भने त्यस्तै गरी हामीले नयाँ कार्यक्रम पनि यो सालबाट अर्को के गरेका छौँ भने हामीले शैक्षिक रूपमा यहाँका सङ्घ संस्थाहरूमा हाम्रा सम्पूर्ण सेयर सदस्यका बालबालिका अथवा छोराछोरीहरू यहाँ अध्ययन गर्ने, खास गरी अहिले सिंहकाली मावि, त्यस्तै गरी हाम्रो चाहिँ भीमसेन थान मावि मुडे र त्यस्तै गरी हामीले चाङ्गेस्थान मावि केरुङमा अध्ययन गरेर एसीमा जो एकजना छात्र र एकजना छात्र
जो उत्कृष्ट हुनुहुन्छ उहाँहरूका छात्र छात्रालाई एसीको रिटेल पश्चात चाहिँ हामीले नगद रु 5000 नगद सही उहाँहरूलाई प्रोत्साहन गर्ने। त्यसले गर्दाखेरि हाम्रा सदस्यहरूलाई कहीँ न कहीँ एउटा बच्चाको लागि यहाँले 10औं वर्षदेखि लगानी गरिनु भएको छ। 10औं वर्षदेखि घरमा हुने आफ्ना घर गृहस्थीका कामहरू पनि आफूले खपेर नानीहरूलाई उज्जवल भविष्यको लागि आफ्नो परिवारको उज्जवल भविष्यको लागि यहाँले स्कुल पढाइरहनु भएको छ। त्यो पढाएर यहाँले पनि कहीँ न कहीँ त्यहाँ उच्च शिक्षा हासिल गर्नको लागि भोलिका दिनमा युनिभर्सिटी पढाउनुभन्दा अगाडि उहाँहरूलाई प्रोत्साहन होस्, यहाँहरूलाई चाहिँ एक किसिमको सुख अनुभूति होस् भन्ने हिसाबले हामीले यो कार्यक्रम पनि भर्खरै हामीले निर्णय गरेर हामीले एउटा सानो सुरुवात हाम्रो क्षमता अनुसारको यो पनि गरौँ, प्रोत्साहन गरौँ। हाम्रो शेर सदस्यलाई कहीँ न कहीँ यसले पनि एउटा प्रोत्साहन गर्नेछ, उहाँहरूलाई खुसी ल्याउनेछ भन्ने हिसाबले यी दुईटा नयाँ कार्यक्रम गरिरहेका छौँ। र त्यसका अलावा हामीले नियमित रूपमा हामीले पत्रकारहरूलाई उत्कृष्ट पत्रकारलाई सम्मान, त्यस्तै असल लिनेहरूलाई सम्मान गर्ने कार्यक्रम, यी सबै कार्यक्रमहरू हामीले कन्टिन्यू नै गरिरहेका छौँ। र हामीले यहाँलाई आज हामीले समयको बावजुद मैले यहाँहरूलाई सारांशमा मैले रिपोर्ट राखेका छु। विगतमा हामीले भन्दै गरेका अघि नै मैले यहाँ भने जस्तै विगतकै कार्यक्रमहरू नियन्त्रण भइरहेको छ। त्यसकारण म यहाँलाई के भन्न चाहन्छु भने गोरुटाप सहकारी संस्थाले अनुरोध रूपमा यसरी यहाँहरूको हितको लागि यहाँहरूले चाहेको गोरुटाप सहकारी संस्थाले कस्तो किसिमको सेवा यहाँहरूले चाहनु भएको छ र हामीले गर्न सक्ने के हो, हामी विगत वर्षदेखि छलफल गरिरहेको छौँ। त्यसकारण योभन्दा अझ बेटर कसरी गर्न सकिन्छ, योभन्दा अगाडि अझ चौधरीमा चाहिँ कसरी यहाँको सर्वाङ्गीण विकासको लागि कसरी यसमा सहकारी संस्थाले हातेमालो गरेर यहाँहरूलाई सहयोग गर्न सक्छ, यी कुराहरूमा हामी भोलिका वर्षमा छलफल गर्दै जानेछौँ। र हामीले गोरुटाप सहकारी संस्थाले विगतमा वर्ष जस्तै हामीले आर्थिक वर्ष 2080-81 गोरुटाप सहकारी संस्थाले समग्रमा हामीले के गर्यौँ, यी त हाम्रो मोटामोटी कार्यक्रममा कुरा भयो भने अङ्कको आधारमा हामीले चाहिँ यो गोरुटाप सहकारी संस्थाले के हासिल गर्यो, के उपलब्धि गर्यो र डाटा वाइज मैले यहाँहरूलाई विवरण राख्न चाहन्छु। र गोरुटाप सहकारी संस्थाको हाम्रो चाहिँ जम्मा शेयर सदस्य भनेको जम्मा 2895 टोटल हाम्रो शेयर सदस्य हुनुहुन्छ भने हाम्रा सक्रिय एक्टिभ शेयर सदस्य भनेको 1300 समथिङ हाम्रो एक्टिभली शेयर सदस्य हुन्छ। उहाँ चाहिँ जो दिनै नै हामीसँग जोडिएर हामीसँग कारोबार गरिरहनु भएको छ। त्यस्तै हाम्रो गोरुटाप सहकारी संस्थाको शेयर पुँजी चाहिँ 68,40,642 रुपियाँ छ। त्यस्तै हामीले चाहिँ गोरुटाप सहकारी संस्थाले कि यो आर्थिक वर्षमा 80-81 चाहिँ जम्मा 4,62,38,170 रुपियाँ हामीले बचत सङ्कलन गरेका छौँ भने हामीले कर्जा लगानी चाहिँ 3,45,5,689 रुपियाँ चाहिँ हामीले कर्जा लगानी गरेका छौँ। र हामीले गोरुटाप सहकारी संस्थाले हामीले यो 5-6 वर्षदेखि हामीले तपाईँहरूसँग कारोबार गरेर कमाएको आर्जित मुनाफाबाट हामीले चाहिँ यो सहकारी संस्थाको भोलि स्वास्थ्यकर यो सहकारी संस्थालाई सबल रूपमा अगाडि बढाउनको लागि हामीले कमाएको नाफाबाट हामीले 26,07,851 रुपियाँ हामीले चाहिँ एउटा कर्जा सुरक्षा कोष अथवा कोषमा हामीले व्यवस्थापन गरेका छौँ। त्यस्तै हाम्रो यो गोरुटाप सहकारी संस्थाको चल अचल सम्पत्ति हामीले प्रत्येक वर्ष कमाएकोबाट हामीले यो गोरुटाप सहकारी संस्थालाई आवश्यक चाहिने चल अचल सम्पत्ति फर्निचर हुन सक्छ, अफिसियल्ली कम्प्युटर, त्यस्तै पार्ट मेसिनरी, यस्ता कुराहरू हामीले 30,98,421 रुपियाँ हामीले यसबाट चाहिँ हामीले सम्पत्ति आर्जन गरेका छौँ। र गोरुटाप सहकारी संस्थाले हामीले यो गोरुटाप सहकारी संस्था हामी राम्रो भन्दै गर्दा अथवा हामीले ठिकठाक तरिकाले अगाडि बढ्दै गर्दा पनि हामीले सम्पूर्ण सहकारी बजारभित्र हामीलाई सहकारी बजारभित्र अन्य सहकारी संस्थाका कारणले गर्दा पनि हाम्रो कारोबारमा हामीप्रतिको दृष्टिकोणमा यसले कहीँ न कहीँ यसले केही प्रभाव राख्न सक्छ। यो प्रभावका कारणले नै हामीले चाहिँ विगतमा यो 2-3 वर्षदेखि चाहिँ सहकारीभित्र सहरका मेजर सहकारी संस्थाहरूमा चाहिँ अलिकति सञ्चालकहरूबाट चाहिँ बचतको अपचलन हुने र सञ्चालक एउटा सहकारी सदस्यहरूले गरेको बचतलाई चाहिँ असदस्यहरू अथवा सदस्यभन्दा बाहिरका मान्छेहरूलाई चाहिँ लगानी गरेर संस्थाहरू नै कोल्यास भएको अवस्थामा सहकारी संस्थालाई भोलिका दिनमा एउटा सहकारी संस्थाले जो सदस्यहरूको विश्वास आर्जित गरेर जो सदस्यलाई कन्भिन्स गरेर जो बचत सङ्कलन गरेको त्यो बचतको पहिलो प्राथमिकता भनेको बचतको सुरक्षा हुनुपर्छ। त्यसको तब मात्र हामीले बचतको सुनिश्चित गरेर उहाँले राख्नुभएको बचतलाई उहाँले चाहेको बेला उहाँहरूले कुन टाइपको बचत राख्नुभएको छ त्यो अनुसारको उहाँले चाहेको बेला झिक्न पाउने राख्न पाउने यो व्यवस्थालाई हामीले सुरक्षित गर्नुपर्छ भनेर हामीले कोषमा यो साल चाहिँ हामीले 11,30,447 रुपियाँ चाहिँ थप हामीले नाफाबाट चाहिँ हामीले 11,30,447 रुपियाँ चाहिँ हामीले कोषमा थप व्यवस्थापन गरेका छौँ। यो कोष हामीले योभन्दा अगाडि 8,25,061 रुपियाँ थियो भने यो साल चाहिँ हामीले यो कोषमा अलिकति लगानी अलि बढाएर 26,00,000
7,851 रुपियाँ चाहिँ हामीले कोष व्यवस्था गरेको छौँ। यो कोष भनेको संस्थालाई हरेक हिसाबले चाहिँ भोलि काम गर्नलाई सहज हुने गरी यो पैसा कमाएको नाफा हो, कुनै बचतकर्ताहरूको अथवा सेयर सदस्यको सेयरबाट बचतको पैसा होइन, कमाएर नाफा गरेको प्रोभिजनको कोष हो। यसले गर्दाखेरि भोलिलाई आपद विपदमा काम गर्नलाई यस्ता कोषहरूले एउटा रक्त नलीको काम गर्छ। यो कोषले नै यी कोषहरूकै आधारमा थाहा हुन सक्छ सहकारी संस्था कस्तो, यसको क्षमता भन्ने कुराहरू यसले व्यवस्थापन गरेका प्रोभिजन कोषहरू र यसले के कति लगानी गरेको छ र लगानीभित्र पनि कति किसिमका कति असल लिनेछन्, कति खराब लिनेछन्, यी कुराहरूले निर्धारण गर्ने भएको हुनाले सहकारी संस्थालाई नाफा भन्दा पनि अहिलेको अवस्थामा यसलाई ठिकठाक तरिकाले स्वस्थकर तरिकाले यसलाई सञ्चालन गर्न पहिलो च्यालेन्ज छ। संस्था राम्ररी सञ्चालन भइसकेपछि भोलिका दिनमा अझ हामीले नाफा अझ बाँड्न सक्ने अवस्था हुन सक्छ र त्यसकारण यो गौरव सहकारी संस्थाले हामीले चाहिँ गएको साल 9,31,553 रुपियाँ यहाँहरूलाई चाहिँ हामीले नाफा बाँडेका थियौँ र यो साल हामीले थप 11,30,447 रुपियाँ चाहिँ कोषको